गुड मर्निङ एभ्रिबडी। नमस्ते नमस्ते, शुभ बिहानी, तपाईँहरूको दिन शुभ रहोस्। म नरेन्द्र कुमार विश्वकर्मा, हाल शिवालय जाजरकोट इलाका प्रहरीकारले सीमा जाजरकोटबाट तपाईँहरूलाई यो दृश्य देखाइरहेको छु। यहाँबाट तपाईँले एकदमै सुन्दर शुभ बिहानीका शुभ किरणहरूसँग सुन्दर दृश्य र मनमोहक एकदमै आकर्षक दृश्यहरू देख्न सक्नुहुनेछ। हाम्रो यो चाहिँ प्रतिशालय प्रहरी सेवालीमा सेवा गराएको लागि यो यात्रु प्रहरी प्रतीक्षालय हो। अनि चाहिँ यहाँ हाम्रो जो इलाका प्रहरी कार्यालय सीमा जाजरकोट इलाका प्रहरी कार्यालय भवन, हामी बस्ने भवन प्लस अफिस अनि लगायत आफ्नो साथको निवास माथि सँगसँगै हाम्रो झन्डा चलाउने ठाउँ मोनोग्राम र बाडो एउटा, अनि यसै गरी यहाँदेखि पर देखिराख्नु भएको त्यो भवन यहाँ चाहिँ होटेल हो। यो होटेलमा चाहिँ तपाईँहरू शिवालय आउनुभयो भने बस्न सक्नुहुन्छ। यहाँ होटेलबाट पनि राम्रो मनमोहक दृश्य देखिन्छ। यहाँबाट तल एउटा खोला छ, त्यो खोलादेखि पारिसम्मको गाउँ एकदमै मनमोहक र आकर्षक देखिन्छ। यो चाहिँ हाम्रो शिवालय गाउँपालिकाको चाहिँ बस। यहाँ चाहिँ तपाईँहरूले यसमा पनि यात्रा गर्न सक्नुहुनेछ। यो चाहिँ हाल शिवालय गाउँपालिका यो वडा नम्बर 3 बजारदेखि यो चाहिँ तपाईँको यता छेडा भन्ने ठाउँसम्म चाहिँ यहाँ योमा यात्रा गर्न सक्नुहुन्छ। यो हाल यति नै दूरीको लागि चाहिँ सञ्चालनमा छ। एकदमै हाम्रो यो चाहिँ गार्डनहरू